हेलो एन्ड वेलकम टु माई च्यानल आइसु गेमर होइन। आज चाहिँ म तपाईँहरूलाई एउटा ट्युटोरियल भिडियो लिएर आएको छु होइन। आज चाहिँ म के भने आज कसरी प्रिजमा लाइभ स्टुडियोबाट चाहिँ युट्युबमा लाइभ स्ट्रिम गर्ने होइन। सो क्राइटेरिया भनेको पहिला युट्युबमा लाइभ स्ट्रिम गर्नलाई भनेको तपाईँको 50 सब्सक्राइबर पुग्नुपर्छ होइन। 50 सब्सक्राइबर चाहिँ पुऱ्याउनुहोस् अनि त्यसपछि चाहिँ हामी प्रिजमा लाइभ स्टुडियोबाट कसरी लाइभ बस्ने भन्ने सिकाउँछु म। सो फर्स्ट बेसिकबाटै जान्छु म त्यहाँ बेसिकबाट ट्याक्क त्यसपछि बेसिकबाट है च्याट त्यसपछि फर्स्टमा स्टार्ट हामी के अरे गर्छौँ हामी पहिला प्ले स्टोर जान्छौँ प्ले स्टोरबाट त्यहाँनिर सर्च गर्छौँ प्ले स्टोरबाट हामी सर्च गर्छौँ यहाँनिर सरी प्रिजमा लाइभ स्टुडियो है त प्रिजमा लाइभ स्टुडियो यहाँ आइसक्यो यहाँनिर ट्याग आइसक्यो यहाँ त्यसपछि तपाईँहरूले यो डाउनलोड गर्नु फर्स्ट स्किल डाउनलोड गर्नु होइन त्यसपछि यो डाउनलोड भएपछि च्याट यो डाउनलोड भएपछि तपाईँहरूले यसलाई ब्याक गरिदिनु यसलाई हटाइदिनुहोस् त्यसपछि जाउँ अब पालो आउँछ हाम्रो यो प्रिजमा लाइभभित्र जाने ल प्रिजमा लाइभभित्र जाउँ हामी ट्याक्क यहाँ जाउँ अब ल सपोज फर्स्टमा यो ओपनिङ हुन्छ नि त्यसपछि यसलाई ब्याक गरिदिउँ स्क्रिनमा जाउँ अनि स्क्रिनमा गएपछि हामीले फर्स्ट भनेको यो सिन एडिटिङ यो बिचोकोलाई थिच्ने त्यसपछि ब्रोडकास्टिङ यदि तपाईँहरूलाई अब सपोज फुल रेसियोमा गर्नु छ भने चाहिँ फुल स्क्रिनमा गर्नु छ भने चाहिँ 16:9 गर्ने अथवा सर्ट फर्ममा फिड गर्नु छ भने चाहिँ लाइभ स्ट्रिम गर्नु छ भने 9:16 किनकि 9 सर्ट फर्ममा चाहिँ धेरै सब्सक्राइबर आउने चान्स हुन्छ लङ टर्ममा भन्दा नि है। सो सी 9:16मा गरौँ हामी त्यसपछि सिन एडिटिङमा जाने हामी ट्याक्क सिन एडिटिङमा यो नर्मली हुन्छ हाम्रो यो सिन भयो यस्तो हुन्छ पहिला यस्तो हुन्छ यस्तो भर्टिकल आउँछ है तपाईँको भर्टिकल आएपछि तपाईँहरूलाई यस्तो स्ल्यान्टेडमा गर्ने हल्का यो यस्तो थिच्ने क्लिक गरेर यसलाई यसरी मिलाउने त्यसपछि यो क्लिक गरेर मिलाएपछि तपाईँहरूको अब यहाँ एडमा अर्को एड सिन गर्ने अब च्याट स्याट राख्नु पऱ्यो अलिक भिआइपी स्ट्रिम गर्नु पऱ्यो होइन च्याट स्याट राख्नु पऱ्यो त्यसपछि यहाँ च्याटमा चाहिँ ट्याक्कै च्याटको अप्सनमा थिच्ने अब कुन चाहिँ टाइपको ल सपोज योवाला च्याट राखेँ मैले सेभ गरिदिएँ नि यहाँ आयो ल यसलाई ट्याक्कै यहाँ माथि राख्ने अब यसमा अब फेरि सब्सक्राइब यहाँ हेन त्यहाँ हेन प्लिज सब्सक्राइब युआइडी सिवाइडी राख्नु पऱ्यो फ्री फायरहरूको होइन त्यो भयो भने चाहिँ तपाईँको यहाँ फेरि एडमा जाने टेक्स्टमा जाने क्या अब यहाँनिर गएर यो टाइटल भयो होइन अब यहाँ टाइटलमा लेख्ने क्या यसमा चाहिँ युआइडी भनेर ट्याग लेख्ने त्यसपछि यहाँ युआइडी के लेख्दै ल युआइडी भयो होइन युआइडी भयो ल युआइडी भयो यो एड अब यो एड युआइडी चाहिँ ट्यागकै यस्तो गरेर यतातिर राखिदिनु कि अब यो युआइडी भयो कि युआइडी आइरहेको छ क्या यहाँ च्याट अनि यति भएपछि तपाईँहरूको यो च्याट यहाँ छ माथि चाहिँ यहाँ गेम प्ले भइहाल्छ अब फेस गेम राख्नु पऱ्यो भने चाहिँ तपाईँको अब म अर्को भिडियोमा सिकाउँछु है। त्यसपछि हामी जान्छौँ ब्याक गरेर त्यसपछि यो भयो अब हामी रेडी थिच्छौँ रेडी गरेर अब आफ्नो च्यानलको लिङ्क हाल्ने यहाँ च्यानल तपाईँलाई लगइन गर भन्छ आफ्नो युट्युब च्यानलको लगइन गर्ने त्यसपछि यहाँ जाने माई च्यानलमा जाने अब यहाँनिर थम्बनेल यो यसमा गएर तपाईँले थम्बनेल यहाँ एडिट इमेजमा गएर तपाईँले यसलाई डिलिट गरेर यहाँ चेन्ज इमेजमा थिचेर अर्को थम्बनेल राख्न मिल्न सक्नुहुन्छ होइन थम्बनेलको भयो अनि त्यसपछि यहाँ चाहिँ अब सपोज तपाईँको अब डिस्क्रिप्सन क्या अब हेडिङ क्या अब के गर्दै हुन्छ अब के को लाइभ जस्तै रोब्लक्सको लाइभ भने रोब्लक्स लेखिदिने फ्री फायर गर्ने फ्री फायर त्यहाँदेखि म फ्री फायर गएँ फ्री फायर लाइभ ल सरी यहाँ फेरि वान कहाँबाट आयो फ्री फायर लाइभ भनिदियो ह्यासट्याग हाल्दै यहाँनिर अब सपोज ह्यासट्याग फ्री फायर ल फायर एन्टर ल फायर ल एन्टर भयो ल ह्यासट्याग फ्री फायर अब यहाँ डिस्क्रिप्सनमा चाहिँ तपाईँले के लेख्नु भने अब लाइक एन्ड सबैजनाले माया दिनु होला यहाँ त्यो यहाँ त्यहाँ यहाँ ह्यासट्याग राखिदिँदा हुन्छ केही फरक पर्दैन। त्यसपछि जान्छौँ हामी यसलाई क्यान्सल गरौँ त्यसपछि यहाँ पब्लिक सधैँ पब्लिक हेर्ने यो प्राइभेसी अनलिस्टेड छ भने तपाईँले मात्रै हेर्न मिल्यो पब्लिक छ भने सबैले हेर्न मिल्छ त्यसपछि ब्याक जाने त्यो भएपछि हामी त्यसपछि अडियन्सलाई चाहिँ सधैँ नट फर किड्स त्यसपछि गेमिङ क्याटेगोरीमा चाहिँ सधैँ गेमिङमा राख्ने गेमको हो भने गेम अथवा इन्टरटेनमेन्टको हो भने इन्टरटेनमेन्ट त्यसपछि इनेबल डिभिआर यो डिभिआर भनेको चाहिँ तपाईँको कसैले तपाईँको लाइभ स्ट्रिम चलिरहेको छ तर लाइभ स्ट्रिम छुट्यायो तपाईँलाई पछि त्यो अडियन्सलाई तपाईँको पछाडिको हेरेर क्लिप हेर्नु मन छ नि त्यसले ब्याक गरेर नि हेर्नु मिल्छ यो अन छ भने इनेबल डिभिआर अन छ भने यो लगभग नराख्दा हुन्छ मोबाइलबाट स्ट्रिम गर्न लागेको छ भने चाहिँ सो लो लेटेन्सी चाहिँ अलवेज लोमै ठिक छ नर्मल लेटेन्सी लगायो भने क्लियरिटी बवाल आउँछ तर अलिकति डिले हुने स्ट्रिम डिले हुने हुन्छ अल्ट्रा लो लेटेन्सी भयो भने चाहिँ डिले हुँदैन त्यो नर्मल लो लेटेन्सीमै राखिदिनुहोस् त्यसपछि त्यति नै हो अब त्यसपछि सेभ गरिदिने त्यसपछि यहाँ गो लाइभ गरिदिने त्यसपछि यसले सोध्छ यो सेभ गर्ने कि नगर्ने भने न यो काम छैन यसले मोबाइलको स्टोरेज बढाउँछ त्यही माथि हिटिङ गराउँछ होइन त्यसपछि नो गरिदिने यहाँ त्यसपछि स्टार्ट नाममा गएपछि तपाईँहरूको लाइभ स्टार्ट हुन्छ। सो आजलाई त्यति नै नेक्स्ट भिडियोमा चाहिँ म कसरी मोबाइलको हिटिङ इस्यु सल्भ गर्ने भनेर भिडियो बनाउँछु है अनि चार्जको रिलेटेड है। सो सबैले
लाइक एन्ड सब्सक्राइब हानिदिनु होला. सो द्याट्स अल फर टुडे. थ्याङ्क यू एभ्री वान.